हेलो साथीहरू नमस्ते, हजुरहरूलाई स्वागत छ हाम्रो युट्युब च्यानलमा। आज हामी तपाईहरूलाई लिएर जाँदैछौँ ताङदेउखुरीको प्रसिद्ध रिहार मेलामा, जहाँ माघे सङ्क्रान्तिको अवसरमा हजारौं भक्तजनहरू तातोपानी कुण्डमा स्नान गर्न आउने गर्छन्। जुन कुण्डमा स्नान गरियो भने पाप धुइने, छाला तथा अन्य कुनै पनि रोग निको हुने र मनोकामना पूरा हुने विश्वास गरिन्छ। साथै त्यहाँ ढुङ्गा उचाल्ने चलन पनि छ। जुन मान्छेको मन शुद्ध र पवित्र छ त्यही मान्छेले मात्र त्यहाँको ढुङ्गा उचाल्न सक्ने। अन्यथा जति नै बलशाली मान्छे भए पनि यदि उसको मन शुद्ध र पवित्र छैन भने उसले ढुङ्गा उचाल्न नसक्ने एउटा धार्मिक विश्वास छ। आजको भिडियोमा रिहार मेलाको धार्मिक, ऐतिहासिक साथै मेलाको दृश्यहरू देखाउनेछौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला है त। फाइनल्ली हामी चाहिँ रिहार मेला आसपास चाहिँ आइसकेका छौँ। अब चाहिँ हामी मेलालाई चाहिँ निहाल्नेछौँ नजिकबाट। बिचमा चाहिँ अलिकति धेरै जाम लागिरहेको अवस्था छ। कहाँ उचालिहाल्छन्, पावरफुल होला नि क्या। ल ल ल है, हो स्याबास, गर गर, जोर गर। कस्तो लागिरहेको छ ठुलो चाल्नु क्या, ठुलो चाल्नु त्यति घरमा पाइन्छ क्या। विभिन्न प्रकारका दालमोटहरू, यतातिर चाहिँ निकै मनमोहक ताल पनि छ। यहाँ चाहिँ पहिले बोटिङ पनि हुने गर्दथ्यो, अहिले चाहिँ बोटिङ चाहिँ भइराखेको देखिएन। तपाईँ चाहिँ यतातिर चाहिँ देख्न सक्नुहुन्छ विभिन्न किसिमका म्युजिकहरू बजिराखेका छन्। विभिन्न ठाउँका टेन्टहरूमा म्युजिकहरू बजिरहेका छन्। मेला चाहिँ बिचबिचमा छ। अलि उतातिर
चाहिँ मन्दिरहरू पनि छ। हामी चाहिँ अहिले बिच मेलादेखि हल्का साइडतिर आएका छौँ। मान्छेहरू चाहिँ निकै मान्छेहरू चाहिँ यताउता गरिरहनु भएको छ। अब साँझको बेला पनि भएको कारणले मान्छेहरू अलिक थोरै कम सङ्ख्यामा देख्न सक्छ। संरक्षण चाहिँ भएको छैन। यो झारहरूलाई राम्रोसँग हटाएको भए सायद यहाँ बोटिङ सहजै तरिकाले हुने थियो होला। अब यतातिर चाहिँ मेला छ पातलो पातलो। अब चाहिँ साँझ भइसकेको छ। मान्छेहरू पनि घरतिर फर्किने कार्यक्रम जारी छ। सायद हामी पनि अब फर्किँदैछौँ। उचाली राख्छौँ एकछिन है नानी। हामी फर्किने भन्दा पनि हामी उता के अरे मन्दिरतिर जाँदैछौँ। जहाँतिर चाहिँ जुन पानीमा डुबेपछि चाहिँ पुराना छालाका समस्याहरू पनि निको हुने भन्ने मान्यता रहेको छ भन्ने चाहिँ हामीले सुनेका छौँ। त्यहाँतिर हामी चाहिँ जाँदैछौँ। अहिले चाहिँ एकदम चाहिँ हिँडिरहनु भएको छ। बाउ छोराको जोडी मिलाएर फुल राख्नलाई यो निकै सुन्दर निकै आकर्षक। यो भर्खर बनायो कि के हो यो? पानी चाहिँ यसमा पानी जस्तो सिमेन्ट जस्तो के छ। अनि यतातिर चाहिँ तपाईँ देख्न सक्नुहुन्छ एकदम सुन्दर सुन्दर फुलहरू। रुपियाँ हो यो 100को जोडी एउटा मात्र लग्यो कति? जेरी कसरी छ? जेरी कति रुपियाँ केजी? 300 रुपियाँ केजी। जेरी चाहिँ 300 रुपियाँ केजी रहेछ साथीहरू। निकै मस्त निस्के खाउँ लाग्ने टाइपको जेरी। तिनीहरू 100को चाखौँ। यतातिर त एकदम मस्त टाइप। भैया आधा केजी आज त्यो है आधा किलो। पाकल बा एकदम पाकल बा। रह्यो त्यहाँ राम्रो दबाउनु छ। सेतो देखाएको छ माथि। काट गरिदियो। एकछिन है नानी किन्ने हो। टमाटर छ। सानो बच्चा र डमरू आयो। बाघ। हामी चाहिँ अब अहिले श्री बगार बाबा धाममा चाहिँ रिहारमा चाहिँ प्रवेश गर्दैछौँ। यतातिरको मन्दिरमा कठै यस्तो आफ्नै तालमा छ। जटाधरी बाबाहरूको चाहिँ हर हर महादेव गाना बजाउँदै प्राण खाइरहेको अवस्था। यो त के हो? शून्य बस्दा छ त। तपाईँहरू चाहिँ देख्न सक्नुहुन्छ वरिपरिका निकै मनोरम दृश्यहरू। अलि उतातिर चाहिँ मन्दिरहरू चाहिँ वरपर मन्दिरहरू छन्। योभन्दा अगाडि चाहिँ पानीमा डुबुल्की मार्ने ठाउँ छ जहाँ मानिसहरू
पानीमा चाहिँ नुहाउने गर्नुहुन्छ, आफूलाई चाहिँ त्यहाँ स्नान गर्ने गर्नुहुन्छ। अब चाहिँ हामी त्यही ठाउँमा जाँदैछौँ। यतातिर चाहिँ बाबाहरू चाहिँ बसिरहनु भएको छ, सँग लाएर बाबाहरू चाहिँ टक्क लाएर आगो बालेर ट्र्याकटुक लाएर बसिरहनु। साथीहरू हामी चाहिँ अहिले स्नान गरिरहेको ठाउँमा आइसकेका छौँ। यहाँ आफूलाई चाहिँ स्नान गरेपछि आफूमा भएको रोगहरू निको हुने विश्वास गरिन्छ र कुनै पनि किसिमको छाला रोगहरू पनि निको हुने विश्वास गरिन्छ यसमा चाहिँ स्नान गरिसकेपछि है त। यहाँनिर चाहिँ गोहीहरू पनि पाइने गर्छन् भन्ने चाहिँ अहिले चाहिँ गोही चाहिँ देख्न सकिरहेको छैन। फाइनली गाइजहरू हामी चाहिँ अब रिहारको मेलालाई यहीँ समापन गर्दै हामी चाहिँ अब रुमतिर जाने तर्खरमा छौँ। रुम त्यतिर हाम्रो मामा दिदी बाबु मास्क लगाइरहेछ। बाबुले मास्क खोल्न बाबु। हामी चाहिँ मेलामा के खाइस् त बाबु? कतिको मात्रै खाएँ मैले र अहिले घरतिर जान मन लागेको छ कि छैन? आज जान मन लाग्छ। ल ठिक छ, हामीले चाहिँ भिडियोलाई यहीँ इन्ड गर्छौँ, समाप्त गर्छौँ। अर्को सालको बिहारको मेलामा चाहिँ हामी अवश्य आउँदैछौँ र यहाँको मनोरम भिडियोहरू तपाईँहरूलाई देखाउने। दमाईमा मेला लाग्ला त्यहाँ भिडियो बन्छ। अब चाहिँ टाटा बाई बाई गरौँ है।